दिवसीय वेबिनारको क्रममा आज दोस्रो दिनमा आज एउटा कुनै अमुक विषयमा चाहिँ प्रस्तुतिकरण गर्ने मौका मिलेको छ। योभन्दा अगाडि पनि एकचोटि एउटा कुनै अरू ज्योतिषीय विषयमा पनि प्रस्तुतिकरण भइसकेको छ र यो दुई दिवसीय जुन चाहिँ ज्योतिषीय कृष्णमूर्ति ज्योतिष परिषदद्वारा आयोजित यो 5औं वेबिनारमा चाहिँ खास गरी ज्योतिष जिज्ञासु व्यक्तिहरूलाई कृष्णमूर्ति ज्योतिषको प्रति आकर्षित गराउन र ज्योतिषीय ज्ञान पनि सिकाउने उद्देश्यले चाहिँ आयोजना गरिएको हो र त्यस अन्तर्गत आज चाहिँ फेरि एउटा ज्योतिषीय विषय छ र त्यो ज्योतिषीय विषयको शीर्षक छ रोगभाव। ज्योतिषमा रोगभाव र त्यसको विश्लेषण। र कृष्णमूर्ति ज्योतिष पद्धतिमा रहेर चाहिँ आज रोगभाव र त्यस रोग सम्बन्धी विश्लेषणको एउटा सारभूत चर्चा चाहिँ आज गर्न गइरहेका छौँ। आशा छ सबैजनाले चाहिँ सराहना गरिदिनु हुनेछ भन्दै अब विषयमा प्रवेश गर्न चाहन्छु। अब आज यो मेरो चाहिँ ल्यापटपको भिडियो ड्राइभर यो फर्मेट गरेको हुँदाखेरि चाहिँ एरर आइरहेछ, त्यसकारण भिडियो चाहिँ म देखाउन असमर्थ छु। त्यसको लागि क्षमा प्रार्थी छु। केही समस्याहरू आएमा भन्नु होला। नेपाल कृष्णमूर्ति ज्योतिष परिषदद्वारा आयोजित यो 5औं दुई दिवसीय वेबिनारमा यहाँहरू सबैलाई स्वागत छ। स्क्रिनमा देख्नु भएको व्यक्ति चाहिँ कृष्णमूर्ति ज्योतिष पद्धतिको आविष्कारक हुनुहुन्थ्यो र उहाँले नै कृष्णमूर्ति ज्योतिष पद्धति चाहिँ ज्योतिष जगतलाई दिएर जानुभयो र त्यो कृष्णमूर्ति ज्योतिष पद्धति आज ज्योतिष प्रेमीहरूको रुचिको विषय भएको छ अहिले र एकदम चर्चित र बहुप्रतीक्षित पनि भएको छ ज्योतिष जगतको, फलित ज्योतिषको जगतमा। किनभने यसका नियमहरू, यसका सिद्धान्तहरू, फलितका सिद्धान्तहरू सरलीकृत छन्। ज्योतिष जिज्ञासुहरूलाई चाहिँ आकर्षण गर्ने खालका नियम पद्धतिहरू छन्, सरलीकृत छन्, दोधार र धेरै श्लोकहरूको घोक्याइ गर्नुपर्ने अथवा धेरै विरोधी श्लोकहरू जुन चाहिँ हाम्रो पौराणिक ज्योतिषशास्त्रमा छ त्यसको चाहिँ अलिकति यसले केही सहजीकरणको दिशामा गएको हुनाले पनि यसप्रति चाहिँ आकर्षण निकै नै बढेको पाइएको छ। खास गरी भारतमा त यो निकै नै प्रतिष्ठित भइसकेको छ भने नेपालमा पनि श्री लक्ष्मण भण्डारी गुरुज्यूद्वारा प्रादुर्भाव गरिएको छ र अहिले आएर चाहिँ यो संस्थाको रूपमा पनि विगत 2 वर्षदेखि अगाडि बढिरहेको छ र धेरै ज्योतिष जिज्ञासुहरू चाहिँ यसमा जोडिँदै जानु भएको छ, जुन एकदम हर्षको विषय हो। र आजको विषयमा अब हामी प्रवेश गरौँ। यो सानो हाम्रो कृष्णमूर्ति ज्योतिषको चाहिँ इतिहासको बारेमा विश्लेषण छ। आजको विषय प्रसङ्ग चाहिँ माफ गर्नु होला, यहाँ अलिकति प्राविधिक समस्याको कारणले। आजको विषय प्रसङ्ग रहेको छ
केपी ज्योतिषमा रोग भाव सम्बन्धी हो र त्यसमा प्रवेश गर्नुभन्दा अगाडि चाहिँ केपी ज्योतिषलाई हामीले छोटकरीमा के हो भनेर परिभाषित गर्न पनि आवश्यकता हुन्छ, किनभने यहाँ जो उपस्थित हुनुहुन्छ उहाँहरू पहिलोचोटि कृष्णमूर्ति ज्योतिष को यो 2 दिवसीय वेबिनारमा आउनुभएको हुनसक्छ, अथवा ज्योतिष विषयमा त्यति गहिरो जानकारी नराख्ने पनि हुन सक्नुहुनेछ। त्यस कारणले यसको सानो एउटा परिभाषा चाहिँ केपी ज्योतिष चाहिँ नक्षत्र ज्योतिषको रूपमा हामीले बुझ्न सक्छौँ। भारतको दक्षिणमा जन्मिनुभएका कृष्णमूर्ति गुरुको लामो खोज र शोधबाट प्रतिपादित फलित ज्योतिषमा नक्षत्र र उपनक्षत्रलाई मूल मान्ने फलित ज्योतिषको एउटा शाखा हो, जस अन्तर्गत तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ चित्रमा। यहाँ सिंह लग्न छ, लग्नमा सूर्य देखाइएको छ, दशम भावमा केतु देखाइएको छ, सप्तम भावमा शुक्र देखाइएको छ। अब कृष्णमूर्ति ज्योतिष नक्षत्र र उपनक्षत्रमा आधारित भनिसक्दाखेरि अब कुनै पनि ग्रह 9 वटा ग्रहहरुमा चाहिँ हामीले त्यो ग्रहले कुन कुन भावको फल चाहिँ दिन्छ भन्ने विषयमा कसरी बुझ्न सक्छौं त? जस्तै सूर्य सिंह राशिमा विराजमान, सिंह राशिभित्र नक्षत्र कुन भन्दाखेरि मघा नक्षत्रमा विराजमान, मघा नक्षत्रभित्र पनि कुन चाहिँ उपनक्षत्रमा विराजमान भन्दा केतुको उपनक्षत्रमा विराजमान। अब सूर्य जुन नक्षत्रमा बस्छ र जुन नक्षत्र स्वामी कोमा बस्छ त्यसैको आधारमा सूर्यले कुन कुन भाव इंगित गर्छ र त्यही भावको फल चाहिँ एउटा अमुक ग्रहले दिन्छ कृष्णमूर्ति ज्योतिष पद्धतिमा। जस्तै यहाँ सूर्यले 3, 10, 7, 1 भावको फल दिनेछ आफ्नो दशा अन्तर्दशामा, किनभने सूर्यको नक्षत्र स्वामी केतु दशम भावमा छ। नक्षत्र स्वामी दशम भावमा बसेको हुनाले दशम भावको फल प्रबल रूपमा दिनेछ। त्यस्तै आफू लग्नमा विराजमान छ, लग्नको पनि दिनेछ र केतु दशम भावमा बसेको र राशि शुक्रको राशिमा बसेको हुनाले शुक्र जहाँ छ त्यहाँको पनि सूर्यले फल दिन बाध्य हुनेछ। त्यसकारण शुक्र सप्तम भावमा हुनाले सूर्यले समग्र रूपमा 3, 10, 7 र 1 भावको फललाई इंगित गर्नेछ, जुन चाहिँ नक्षत्रको आधारमा र उपनक्षत्रको आधारमा हुन्छ। अब उपनक्षत्र के हो त? नक्षत्र भन्नुभयो, उपनक्षत्र भन्नुभयो, के हो त उपनक्षत्र भनेर धेरैजना दोधारमा पनि पर्नु भएको हुन सक्छ। त्यसको लागि यहाँ सामान्य गणित मैले तपाईहरुलाई दिएको छु। अब धेरै विस्तृतमा त अहिले हामी जान सक्दैनौं, त्यो गुरुहरुबाटै तपाईहरुले पढ्नुहुन्छ तपाईहरुको इच्छा छ भने। अब प्रत्येक राशि 30 अंशको हुन्छ भनेर त हामीलाई थाहा छ। पुरै भचक्रलाई हामीले हेर्यौं भने, पुरै आकाशगंगालाई हामीले, पुरै भचक्रलाई 360 अंश मान्छौं। जस अन्तर्गत एउटा राशि चाहिँ 30 अंशको हुन्छ अथवा 30 डिग्रीको हुन्छ। अब राशि भित्र पनि नक्षत्रहरु हुन्छन्। मैले पहिला नै भनिसके कृष्णमूर्ति ज्योतिष पद्धति नक्षत्रमा आधारित छ र नक्षत्रलाई पनि भाग गरेर उपनक्षत्रपतिमा पनि आधारित छ। एउटा राशि 30 अंशको अथवा 30 डिग्रीको हुन्छ भने त्यो राशि भित्र 2टा र आधा नक्षत्र हुन्छन् र प्रत्येक नक्षत्रको मान कति हुन्छ त? 13 डिग्री 20 मिनेट हुन्छ, जसलाई मिनेटमा लग्दाखेरि अथवा कलामा लग्दाखेरि 13 गुणन 60 प्लस जोड 20 गर्दा 800 मिनेट हुन्छ। एउटा नक्षत्र 13 डिग्री 20 मिनेटको भयो र त्यसलाई हामीले मिनेटमा अथवा कलामा लग्यो भने 800 मिनेट हुन्छ। अब त्यो एउटा नक्षत्रलाई पनि अब हामीले 9 वटा ग्रहको 62 दशाको मान अनुसार भाग लगाएर एउटा नक्षत्रलाई पनि 9 भागमा विभाजन गर्छौं। एउटा र 2टा र आधा नक्षत्र हुन्छ र एउटा नक्षत्रको मान कति हुन्छ? 800 मिनेट हुन्छ। त्यो एउटा नक्षत्र जुन 13 डिग्री 20 मिनेटको छ, त्यसलाई पनि हामीले 9 भागमा विभाजन गरेपछि त्यो 9 भागमा विभाजन गर्नेलाई चाहिँ हामीले उपनक्षत्र भन्छौं। र उपनक्षत्र केको आधारमा विभाजन गरिन्छ भन्दा ग्रहले जति 62 दशा प्रणालीमा भोग गर्छ त्यसैको आधारमा असमान तरिकाले वितरण गरिन्छ र 360 लाई र
360 अंशलाई 12 राशि भित्रमा पनि 27 नक्षत्र भित्रमा पनि सबै 27 वटा नक्षत्रलाई हामीले प्रत्येक नक्षत्रलाई 9 भागमा विभाजन गर्दाखेरि पुरै राशि चक्र जुन 360 अंशको छ त्यो चाहिँ 249 वटा उपनक्षत्रमा विभाजन हुन्छ जुन समान हुँदैन। अब यहाँ जाउँ केतु। मैले पहिला नै भनिसके विंशोत्तरी दशाको आधारमा विभाजन हुन्छ भनेपछि अब एउटा नक्षत्र 13 डिग्री 20 मिनेटकोलाई अब हामीले 800 मिनेटमा लग्यौं। अब केतुको चाहिँ त्यो एउटा नक्षत्रमा केतुको उपनक्षत्र स्वामी चाहिँ कतिको भोग हुन्छ त? त्यसको यहाँ सिम्पल अथवा एउटा सामान्य गणित हेर्नुस् भने नक्षत्रको कुल भाग जति हुन्छ 800 त्यसलाई गुणन गर्ने 7 किनभने केतुको महादशा वर्ष कति हुन्छ मैले 7 वर्ष हुन्छ। त्यसलाई विंशोत्तरी दशाको पूर्ण वर्ष कति हुन्छ 120 हुन्छ। 800 गुणन 7/120 किनभने 7 केतुको महादशा वर्ष हो गर्दाखेरि 46.66 आउँछ र त्यसलाई मिनेट र कलामा लाँदाखेरि 46 मिनेट 40 कला आउँछ भनेपछि एउटा नक्षत्रमा केतुको उपनक्षत्र 46 मिनेट 40 कलाको हुन्छ। गुणन गर्ने फर्मुला पनि यहाँ दिएको छ स्क्रिनमा हेर्नुस्। विंशोत्तरी दशाको आधारमा हुन्छ किनभने अब जस्तै शुक्रको हेर्नुस् एउटा नक्षत्रको भोग 800 मिनेट शुक्रको दशा वर्ष महादशा वर्ष 20 मा गुणन गरेपछि त्यसलाई 120 वर्ष। किन 120 भन्दाखेरि पुरै विंशोत्तरी दशाको सब कुल वर्ष चाहिँ सबै ग्रहको जोड्दाखेरि 120 हुन्छ गर्दाखेरि 133.33 मिनेट आयो। त्यसलाई डिग्री मिनेट र सेकेन्डमा लाँदाखेरि 2 डिग्री 13 मिनेट 20 सेकेन्ड आयो। शुक्रको 20 वर्ष दशा भोगको कारणले 2 डिग्री 13 मिनेट 20 सेकेन्ड आयो। सूर्यको त्यसै गरी दशा भोग 6 वर्ष हुन्छ 40 मिनेट भयो। त्यस्तै चन्द्रको 46.66 मिनेट 1 डिग्री 6 मिनेट 40 सेकेन्ड भनेपछि कुनै पनि नक्षत्रमा चन्द्रको उपनक्षत्रको भोग कति भयो त 1 डिग्री 6 मिनेट 40 सेकेन्ड। सबैको सूत्र एउटै हो मात्र फरक के हो भन्दाखेरि मंगलको महादशा वर्ष कति हुन्छ र राहुको कति हुन्छ र गुरु कुनै पनि ग्रहको महादशा वर्ष मात्रै फरक हो बाँकी सबै समान नै छन्। 800 नक्षत्रको भोग भयो र 120 त्यति नै छ। यसरी मंगल राहु गुरु गुरुको हेर्नुस् 1 डिग्री 46 मिनेट कुनै पनि नक्षत्रमा गुरुको उपनक्षत्र यति नै हुन्छ 27 वटा नक्षत्रमा। यसरी गर्दै जाँदाखेरि शनि बुधको यति भयो 1 डिग्री 53 मिनेट 20 सेकेन्ड। शनिको हेर्नुस् 2 डिग्री 6 मिनेट 40 अब 19 वर्ष हुन्छ। यसरी चाहिँ उपनक्षत्रको गणना गरिन्छ एउटा नक्षत्रमा। एउटा नक्षत्रलाई 9 भागमा विभाजन गर्दाखेरिको गर्ने हाम्रो सूत्र यही हो। प्रत्येक नक्षत्र 13 डिग्री 20 मिनेटको हुन्छ र त्यसलाई 9 भागमा विभाजन गर्दाखेरि यति आउँछ। अब उपनक्षत्र बारेमा बुझिहाल्नुभयो थप विस्तृत रूपमा लक्ष्मण गुरुले बुझाउनु हुनेछ। अब प्रवेश गरौँ हामी आजको विषयमा। 6औं भाव एवं रोगको पहिचान। आजको विषय मूलभूत रूपमा 6औं भाव एवं रोगको पहिचान अथवा निदान। अब रोग भन्ने विषयलाई हामीले ज्योतिष शास्त्रमा कसरी बुझ्छौं? वैदिक ज्योतिषमा त रोग भन्ने विषयलाई 6औं भावबाट बुझिन्छ। कृष्णमूर्ति ज्योतिष पद्धतिमा अरु भावबाट बुझिदैन त्यहाँ पनि 6औं भावबाटै विश्लेषण गर्ने हो। जुन यहाँ मैले चित्रमा इंगित गरेको छु भाव 6औं भाव यहीबाट हामीले मुख्य रूपमा रोगको विचार गर्छौं किनभने वैदिक ज्योतिषमा रोगको विचार 6औं भावबाट गरिन्छ र केपी ज्योतिषमा पनि त्यही भावबाट नै विश्लेषण गरिन्छ। रोग रिपु र ऋण पौराणिक ज्योतिष ग्रन्थमा भनेको छ रोग रिपु र ऋण 6औं भावबाट विश्लेषण गरिन्छ। रोग रिपु भनेको
शत्रु र ऋण भनेको व्यक्तिले तिर्नुपर्ने कुनै खालको कुनै पनि किसिमको ऋण। छैटौं भावबाट भनेपछि रोग पनि छैटौं भावबाट आयो। कृष्णमूर्ति ज्योतिषमा चाहिँ अरू भावबाट हेरिन्छ त हेरिँदैन, छैटौं भावबाटै हेरिन्छ। तर फरक र पृथकता के हो त रोगको बारेमा विश्लेषण गर्ने तरिका वैदिक ज्योतिष र कृष्णमूर्ति ज्योतिष पद्धतिमा भने। अब अघि मैले उपनक्षत्र स्वामीको आधारमा तपाईहरुलाई भनिसके। पुरै 360 अंशको राशि चक्रलाई विभाजन गर्दाखेरि 249 वटा उपनक्षत्रपति हुन्छन्। त्यस अन्तर्गत अब यो टेबलमा हेर्नु भयो भने पनि तपाईहरुले देख्नुहुनेछ है। अब यो अलिकति सानो अक्षरबाट नदेखे पनि तो यहाँ हेर्नुहुन्छ भने पहिलो राशि मेष छ। अघि मैले भने मैले तपाईहरुलाई गुणान गरेर एउटा उपनक्षत्रको भोग कति हुन्छ भन्दाखेरि भनिसकेको छु मैले। अब मेष राशि राशि स्वामी मंगल सुरुवात कहाँबाट हुन्छ 0 डिग्री 0 कला 0 सेकेन्ड 0 डिग्री 0 कला 0 विकल अथवा 0 डिग्री 0 मिनेट 0 सेकेन्ड। समाप्ति कतिमा हुन्छ 46 मिनेट 0 डिग्री 46 मिनेट 40 कलामा हुन्छ। अघि केतुको हामीले कति निकालेका थियौं गुणान गरेर 46 मिनेट 40 कला निकालेका थियौं, जुन अश्विनी नक्षत्रको नक्षत्र स्वामी केतु नै हो। केतुको भित्र यहाँ अन्तिम कोलममा हेर्नुहुन्छ भने पहिलो उपस्वामी केतु नै हुन्छ र 46 मिनेट 40 कलाको हुन्छ। अब दोस्रोमा जानुस्। यो विंशोत्तरी दशा प्रणालीकै क्रममा हुन्छ। यो उपस्वामीहरुको जुन क्रम हुन्छ केतु शुक्र सूर्य चन्द्र मंगल राहु गुरु शनि बुध शुक्र सूर्य चन्द्र मंगल राहु गुरु शनि बुध र फेरि केतुबाटै सुरु हुन्छ भनेपछि यसरी केतुको 46 मिनेट 40 सेकेन्ड भयो र फेरि दोस्रोमा हेर्नुहुन्छ भने केतुकै नक्षत्र छ तर शुक्रको उपनक्षत्रपति आयो। अब अघि हामीले शुक्रको पनि निकालेका थियौं। शुक्रको जसरी निकालेका थियौं त्यही हुन्छ। यसरी क्रमैसँग जाँदाखेरि यहाँ हेर्नुस् तपाईहरुको अन्तिमसम्ममा 249 यहाँ तल हेर्नु 249 वटा उपनक्षत्र स्वामी पुरै राशि चक्र अथवा भव चक्रलाई विभाजन गर्दा 249 वटा हुन्छन्। हो त्यसैको आधारमा नै हामीले विश्लेषण गर्छौं कुनै पनि भावको कृष्णमूर्ति पद्धतिमा। उपनक्षत्र स्वामी यसरी यो अन्तिम कोलममा हेर्नुस् 249 वटा हुन्छन् है। अब यही उपनक्षत्र स्वामी नै कृष्णमूर्ति ज्योतिष पद्धतिको मूल हो। कुनै भावको सम्पूर्ण विश्लेषण गर्ने आधार नै उपनक्षत्र स्वामी हो। त्यो भाव कुन कति अंश कलाबाट सुरु भएको छ र त्यो अंश कलामा यो 249 वटा उपनक्षत्र पतिमा कुन चाहिँ पर्छ त्यहाँ। किनभने कुनै राशि त हुन्छ त्यहाँ, त्यो राशि भित्र पनि कुनै नक्षत्रबाट त उदाएको हुन्छ। त्यो नक्षत्र भित्र पनि कुन उपनक्षत्र स्वामीबाट उदाए त त्यो भाव कहाँबाट सुरु भयो। यो 249 वटामा कहाँबाट कुनमा पर्छ त त्यो। त्यसैबाट हामीले त्यसलाई आधार मानेर अनि विश्लेषण गर्छौं सम्पूर्ण भावको। अब यो भावको पनि उपनक्षत्र स्वामी हुन्छ, अब ग्रहको पनि हुन्छ, तर आज हामी मुख्य रूपमा भावको उपनक्षत्र स्वामीमा छौं। अब मानौ एउटा उपनक्षत्र स्वामीको बारेमा तपाईहरुले थोर बहुत जान्नुभयो। मानौ कृष्णमूर्ति ज्योतिषमा कृष्णमूर्तिको कुण्डली अलिकति फरक हुन्छ वैदिक ज्योतिषको कुण्डली भन्दा, त्यो अलगै विषय हो। मानौ यो कृष्णमूर्ति ज्योतिष पद्धतिको कुण्डली हो। अब मानौ रोग भाव चाहिँ कन्या राशिमा छ, 6 नम्बरको राशि कन्या राशि भयो। 6औं भाव चाहिँ मान्नुस् 19 डिग्री 40 कलादेखि सुरु छ। मतलब
छैटौं भाव जहाँदेखि सुरु छ त्यो चाहिँ ठ्याक्कै 19 डिग्री 40 कला अथवा 19 डिग्री 40 मिनेटदेखि सुरु भयो अरे। अब त्यो छैटौं भावको उपस्वामी को हो त? अघि मैले देखाएको टेबल अनुसार केतु निस्किन्छ, किनभने कन्या राशिको 19 डिग्री 40 कलामा हेर्दै जाँदाखेरि तालिकामा के देख्यो त त्यो भावको त्यो त्यहाँको उपस्वामी केतु भयो। अब केतुकै आधारमा छैटौं भावको हामीले सम्पूर्ण विश्लेषण गर्छौं। केतुको कनेक्सन कुन कुन घरमा छ, केतु कसको नक्षत्रमा बसेको छ, केतु कसको उपनक्षत्रमा बसेको छ, त्यसैको आधारमा हामीले अब छैटौं भावको विश्लेषण गर्छौं। छैटौं भावको मात्र हैन, सबै भावको विश्लेषण त्यो भावको उपनक्षत्र स्वामीद्वारा गरिन्छ र आज रोग विषय भएको हुनाले छैटौं भावको उपनक्षत्र स्वामी केतु भयो। किन भयो केतु? किनभने छैटौं राशि कन्या छ, कन्यामा पनि कुन डिग्री मिनेटबाट सुरु भयो त त्यो भावभन्दा यहाँ 19 डिग्री 40 कलादेखि सुरु भयो र त्यो अघि मैले उपनक्षत्रपतिको तालिकामा देखाए अनुसार कन्या राशिको 19 डिग्री 40 कलामा ठ्याक्कै केतुको उपनक्षत्र स्वामी पर्दो रहेछ। अब केतुको आधारमा छैटौं भाव अथवा रोग भावको विश्लेषण गर्छौं। केतु कसको नक्षत्रमा बसेको छ, त्यसको नक्षत्र स्वामी कुन भावमा बसेको छ र केतु आफै कुन भावमा बसेको छ, नक्षत्र स्वामीको घर कुन कुन भाव हो, त्यसैको आधारमा केतुले जुन जुन भाव इङ्गित गर्छ, अब त्यसैको आधारमा हामीले छैटौं भावको अथवा रोग भावको विश्लेषण गर्छौं। अब प्रवेश गरौँ केपी ज्योतिषमा रोगको विश्लेषण। अब मुख्य भाव रोगको हामीले भन्यौं छैटौं भाव हो। केपी ज्योतिष अन्तर्गत रोग र स्वास्थ्य सम्बन्धी विश्लेषण मूलभूत रूपमा छैटौं भाव हो रोगको, तर सहायक भावहरू पनि हुन्छन् रोगका। रोगलाई थप बल्झ्याउने र रोगसँग सरोकार राख्ने प्रत्यक्ष रूपमा अरू भावहरू पनि हुन्छन्। ती भावहरू कुन कुन हुन् भन्दा पहिलो भाव हो, किनभने पहिलो भाव त शरीर हो। तपाईको मस्तिष्कको संरचना पहिलो भाव हो र सबै शरीर पहिलो भाव हो। छैटौं भाव त मुख्य भाव भइ नै हाल्यो रोगको, र रोगलाई अझ थप बल्झाउने अथवा लामो रोग दिने र रोगबाट कष्ट दिने भाव अष्टम हो। र 12औं भाव पनि हो। किन हो 12औं भाव भन्दाखेरि लग्न भाव शरीर हो, छैटौं भाव रोग रिपु र ऋण हो, अष्टम भाव पीडा लामो समय बिरामी रहनु अथवा कष्टको हो भने 12औं भाव अस्पतालमा भर्ती हुनु र अस्पतालको खर्च हो। त्यसकारण 6, 8 र 12 रोगसँग प्रत्यक्ष सम्बन्ध राख्ने भावहरू हुन्। त्यसकारण हामीले समष्टिगत विश्लेषण गर्दाखेरि मुख्य भावको साथसाथ छैटौं भावको साथसाथ अष्टम भाव र 12औं भावलाई पनि हामीले समष्टिगत रूपमा हेर्नुपर्ने हुन्छ रोगको विश्लेषण गर्दाखेरि। अब केपी ज्योतिषमा रोगको फलितको नियम के छ त? मूल नियम के छ त? अब केपी ज्योतिषमा रोगको प्रकार छैटौं भावको अघि भने जस्तै उपनक्षत्र स्वामीबाट हेरिन्छ र रोगको पीडा र जटिलता अष्टम भावबाट विचार गरिन्छ भने 12औं भावको उपनक्षत्र स्वामीद्वारा अस्पतालको खर्च, डाक्टरको खर्च र औषधिको खर्चको बारेमा विचार गरिन्छ। यदि छैटौं भावसँग पाप ग्रह जस्तै शनि, राहु, केतु विराजमान छन् भने लामो समयसम्म रोग लाग्छ, किनभने शनि भनेको मन्द, शनिलाई मन्द भनिन्छ। भनेको शनि मन्द खालको ग्रह हो र यसले कुनै पनि समस्या दियो भने त्यो लामो समयसम्म जान्छ र राहु केतु त शनिसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्रह नै हुन् र छाया ग्रहहरू पनि हुन्। मुख्य भाव छैटौं भाव भएकाले छैटौं भावको उपनक्षत्र स्वामीलाई आधार मानेर रोगको सम्पूर्ण विश्लेषण गरिन्छ। रोग छैटौं, आठौं र 12औं भावसँग सम्बन्धित राख्ने ग्रहहरूको छैटौं, आठौं र 12औं भावसँग सम्बन्धित राख्ने ग्रहहरूको दशा, अन्तर्दशा र प्रत्यन्तर दशाबाट विचार गरिन्छ। कुनै पनि ग्रह छैटौं, आठौं र 12औं भावसँग प्रत्यक्ष सम्बन्ध राख्छ भने त्यही ग्रहको दशा अन्तर्दशामा व्यक्ति रोगी हुन्छ, अस्पताल जान्छ, उसलाई पीडा र कष्ट हुन्छ। त्यसकारण मुख्य भाव छैटौं, अष्टम र 12औं भाव पनि रोगसँग, रोगको जटिलता र रोगको खर्चसँग जोडिन्छन्।
अब केपी ज्योतिषमा रोगको फलितका केही सूत्रहरू दिएका छन्। त्यो सूत्रहरू प्रमाणित छन् र त्यसको बारेमा अब हामी बुदागत रूपमा जान्छौँ। अब मुख्य रूपमा मैले भनिहालेँ छैटौँ भावको उपनक्षत्र स्वामी र छैटौँ भावसँग सम्बन्ध राख्ने ग्रहहरूको आधारमा नियमहरू बन्छन्। त्यस्तै लग्नको उपनक्षत्र स्वामी र छैटौँ भावसँग सम्बन्ध राख्यो भने लग्नको उपनक्षत्र स्वामी, किनभने लग्न त शरीर हो, त्यसले सम्बन्ध स्थापित गर्दाखेरि छैटौँ भावसँग सम्बन्ध राख्यो रे भने त्यो रोगको कारण बन्छ, त्यो व्यक्ति रोगी हुन्छ भन्न सकियो। लग्न र छैटौँ भावको सम्बन्ध भए जातक सामान्यतः रोगी हुनेछ। मतलब लग्नको सम्बन्ध छैटौँ भावसँग भयो भने अथवा लग्न कृष्णमूर्ति ज्योतिष पद्धतिमा के भयो, लग्नको उपनक्षत्र स्वामी छैटौँ भावसँग सम्बन्ध बनायो भने जातक रोगी हुनेछ। यसको मतलब के हो, लग्नको उपनक्षत्र स्वामी अथवा लग्नसँग सम्बन्ध राख्ने ग्रहहरूले आफ्नो नक्षत्र स्वामीद्वारा छैटौँ भावमा बस्यो नक्षत्र स्वामी, अथवा त्यो लग्नको उपस्वामी जुन ग्रह बन्छ त्यो आफै त्यहाँ बस्यो अथवा त्यसको नक्षत्र स्वामी छैटौँ भावमा बस्यो भने सामान्यतः रोगी हुनेछ। त्यस्तै लग्न र छैटौँ भावको सम्बन्ध 6, 8 र 12 भए पनि जातक रोगी हुनेछ र बारम्बार अस्पताल जानुपर्नेछ र उसलाई कष्ट हुनेछ। अथवा छैटौँ, 8औं र 12औं भावको सम्बन्ध अथवा छैटौँ, 8औं र 12औं भावको उपनक्षत्र स्वामीको सम्बन्ध एक आपसमा भए, जस्तै छैटौँको 8 र 12, 8औंको 6 र 12, 12को 8 र 6, यस्तो हुँदा पनि जातकलाई लामो समयसम्म रोग लाग्छ र रोग उपचार गर्नुपर्ने हुन्छ। अन्तिममा यदि मारक र बाधक भनेको दोस्रो भाव र सप्तम भाव मारक हुन्छ र बाधकको कुरा गर्दाखेरि चर लग्नलाई विशेष रूपमा 11औं भाव बाधक हुन्छ, 200 भाव लग्नलाई 7औं भाव बाधक हुन्छ, स्थिर लग्नलाई 9औं भाव बाधक हुन्छ। यदि 6, 8 र 12 सँग मारक र बाधक भावहरू पनि जोडिएका छन् भने रोग लागेको बेला त्यस्तै खालको 6, 8, 12 र मारक र बाधकसँग पनि सम्बन्ध राख्ने ग्रहको दशा चलेमा मृत्यु पनि हुन सक्दछ। अब यो भयो फलितका केही नियमहरू। लग्नको आधारमा रोग लग्नको छैटौँको, 8औंको र 12औंको सम्बन्ध भयो भने रोग हुनेछ र यसमा यदि छैटौँ भावको उपस्वामी अथवा छैटौँ भावसँग सम्बन्ध राख्ने ग्रहको 1, 5 र 11 सँग सम्बन्ध भयो भने व्यक्ति चाँडै निको हुनेछ र अस्पतालबाट घर फिर्ती हुनेछ। किनभने छैटौँ भावको 12औं भाव भनेको पञ्चम भाव हो र छैटौँ भावको विरोध भयो नि त। छैटौँ भाव रोगको विरोध भएपछि रोग निको हुने भयो। किनभने कुनै पनि घरको 12औं भाव त्यसको हानि गर्छ भनेपछि रोगको हानि केले गर्छ, अब पञ्चम भावले गर्छ। त्यसकारण लग्न भनेको शरीर हो, पञ्चम भाव भनेको छैटौँ भावको 12औं भाव हो र 11औं भनेको त लाभ हो नि त, इच्छापूर्ति हो। त्यसकारण 1, 5 र 11 को सम्बन्ध भयो भने 6, 8, 12 को नभइकन छैटौँ भावद्वारा अथवा कुनै पनि ग्रहद्वारा 1, 5, 11 भयो भने चाहिँ व्यक्ति चाँडै रोग लागे पनि निको भएर फिर्ती हुनेछ। अब अर्को विषयमा जाउँ। अब राशिगत आधारमा पनि रोग लाग्ने अङ्गको बारेमा जानौँ। अब छैटौँ भावको उपनक्षत्र स्वामी अथवा छैटौँ भावसँग सरोकार राख्ने, छैटौँ भावमा विराजमान, छैटौँ भावसँग सम्बन्ध राख्ने ग्रहहरू मेष राशिसँग सम्बन्ध राखे भने कुन कुन अङ्गमा रोग लाग्छ त? मेष राशिसँग सम्बन्धित भयो भने टाउको सम्बन्धी विकार, शिरमा समस्या, माइग्रेन, टाउको ट्युमर आदि हुन सक्ने सम्भावना रहन्छ यदि छैटौँ भावको उपनक्षत्र स्वामीको सम्बन्ध चाहिँ मेष राशि अथवा छैटौँ भावसँग सरोकार राख्ने ग्रहको सम्बन्ध मेष राशिसँग भयो भने। त्यस्तै वृष राशिसँग भयो भने के हुनेछ? मुख सम्बन्धी विकारहरू, गला सम्बन्धी रोगहरू, नाक कान आँखा सम्बन्धी समस्याहरू लाग्नेछ।
त्यस्तै मिथुन राशिमा भयो भने हात र खुट्टा सम्बन्धी समस्याहरू, थाइराइड सम्बन्धी समस्याहरू, गलगाँड सम्बन्धी समस्याहरू र गठियाहरू हुन सक्ने सम्भावना रहन्छ। त्यस्तै कर्कट राशिसँग सम्बन्धित छ भने मानसिक अशान्ति, डर, चिन्ता, फोबिया, कुनै किसिमको डर, फोबिया भनेको डर हो, मनोविकारहरू हुन सक्छ। त्यस्तै सिंह राशिसँग सम्बन्धित छ भने पेट सम्बन्धी दिक्कत, हृदयघात, ढाड र मेरुदण्डको समस्याहरू आउन सक्दछ। त्यस्तै कन्या राशिसँग सम्बन्ध भए तल्लो पेट सम्बन्धी समस्याहरू, कम्मर सम्बन्धी समस्याहरू आदि समस्याहरू आउन सक्दछ। तुला राशिसँग सम्बन्धित छ भने ज्ञानेन्द्रिय सम्बन्धी समस्याहरू, यौन रोग, मृगौला सम्बन्धी समस्याहरू, पिसाब सम्बन्धी समस्याहरू र काम भावनाको विकारहरू हुन सक्दछ। त्यस्तै वृश्चिक राशिसँग सम्बन्धित छ भने जटिल खालको समस्या, पायल्स, फिस्टुला, यौनाङ्ग सम्बन्धी समस्या विकार। त्यस्तै धनु राशिसँग सम्बन्ध छ भने तिघ्रा सम्बन्धी समस्या आदि। त्यस्तै मकर राशिसँग सम्बन्ध छ भने घुँडा सम्बन्धी समस्या भयो, छालाको विकारहरू पनि मकर राशिबाट हेर्न सकिन्छ, नसा सम्बन्धी समस्याहरू र बाथ रोग पनि मकर राशिबाट हेर्न सकिन्छ। त्यस्तै कुम्भ राशिबाट खुट्टाका समस्याहरू र मीन राशिमा सम्बन्धित छ भने यदि पैतालाका समस्या र हात्तीपाइले रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ। यसरी छैटौं भावसँग सम्बन्धित ग्रह अथवा छैटौं भावको उपनक्षत्र स्वामीको सम्बन्ध मेषदेखि मीन राशिसँग हुँदाखेरि यी अङ्गमा समस्या र यी रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ। अब ग्रहहरूले पनि कुनै न कुनै रोगका सूचक हुन्छन्, किनभने ग्रहहरूलाई पनि विभिन्न खाले विषयहरू प्रदान गरिएको हुन्छ। 9 वटै ग्रहहरूले कुनै न कुनै रोगको प्रतिनिधित्व गर्छन् नै। अब राशिगत आधारमा हेर्यौं, अब जाउँ। यदि सूर्य छैटौं भावसँग सम्बन्धित छ अथवा छैटौं भावको उपनक्षत्र स्वामी नै सूर्य छ अथवा छैटौं भावको उपनक्षत्र स्वामीको सम्बन्ध सूर्यसँग छ भने कुन कुन बिमारी लाग्ने सम्भावना हुन्छ भने हृदयको बिमारी, रक्तचाप, चक्कर आउनु, सबै प्रकारको ज्वरो, मेरुदण्डको समस्या, आत्मशक्तिको कमी, गर्दनको समस्या, तेज जलन, पित्त सम्बन्धी समस्याहरू, दिमागी समस्या पनि दिन सक्छ। रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी ल्याउन सक्छ सूर्य, र आँखाको समस्या पनि सूर्यले दिन सक्छ, किनभने सूर्य दृष्टिको कारक मानिन्छ। त्यस्तै चन्द्रमासँग सम्बन्ध भयो भने छैटौं भावको मनोविकारहरू दिन सक्छ, विभिन्न खालको मनोभ्रान्तिहरू, ठण्ड चिसोबाट लाग्ने ठण्डजनित रोगहरू, वक्षस्थलमा समस्याहरू दिन सक्छ, जलबाट उत्पन्न रोगहरू, रसायन गडबडी है, हार्मोनल डिसब्यालेन्सहरूको कुराहरू पनि चन्द्रमाले दिन्छ। स्त्रीमा मासिक धर्म गडबडी, मानसिक चिन्ता, किनभने चन्द्रमा मनको कारक मानिन्छ ज्योतिषशास्त्रमा, त्यसकारण मानसिक विकार र चिन्ता पनि चन्द्रले दिन सक्छ र आँखा सम्बन्धी समस्या पनि चन्द्रमाले दिन सक्छ। अब मङ्गलको कुरा गर्दाखेरि दिमागी समस्या भयो, तेज खालको जलनहरू भयो, रक्त विकारहरू भयो, बोन म्यारो सम्बन्धी समस्याहरू पनि दिन्छ है। बोन म्यारो सम्बन्धी समस्या पनि मङ्गलले दिन्छ। पोलाइ र कटाइबाट हुने समस्याहरू, घाउ खटिरा, पोलाइ, काटबाट हुने समस्याहरू दिन्छ भने तेज खालको बुखारहरू पनि मङ्गलले दिन्छ। त्यस्तै बृहस्पतिबाट पेट सम्बन्धी समस्याहरू, पाचन तन्त्र सम्बन्धी समस्याहरू, यो फोक्सो होइन, सरी, यो कलेजो सम्बन्धी हो, यो यहाँ गलत सम्प्रेषित भएछ। कलेजो सम्बन्धी समस्या पनि बृहस्पतिले मूल रूपमा दिन्छ। मोटापा पनि समस्या दिन्छ। कफ सम्बन्धी विकार, शरीरमा कफको असन्तुलन भयो भने कफ सम्बन्धी विकार पनि बृहस्पतिले दिन्छ। चिनी रोग, खराब ग्रहसँग युति बनायो, राहु केतु जस्ता ग्रह चन्द्रसँग खराब युति बनाएर बसे क्यान्सरसम्म पनि गुरुले दिन सक्छ, किनभने ट्युमरको कारक क्यान्सर पनि गुरु हो, किनभने गुरु ट्युमरको ग्रोथलाई देखाउँछ। त्यस्तै बुध, छाला सम्बन्धी सम्पूर्ण विकारहरू, बहुरोग, धेरै खालको रोगहरू बुधले दिन्छ है।
स्नायु प्रणाली सम्बन्धी विकार, नर्भस सिस्टमको खराबी, अपचको समस्या, विचारमा विकार, विचारहरूमा विकार छ भने पनि बुधले त्यसलाई सम्बोधित गर्छ। मानसिक भ्रमहरू, विभिन्न खालका अहिले यो मानसिक स्वास्थ्यमा विभिन्न खालका रोगहरू हुन्छन् नि, त्यस्ता भ्रमपूर्ण रोगहरू पनि बुधले लगाउँछ। बाइपोलर डिसअर्डर जस्ता कुराहरू, हिस्टेरिया, कफ, पित्त र वायुको असन्तुलनले हुने विकार, किनभने बुध तिनटैको कारक मानिन्छ। कफ, पित्त र वायुको असन्तुलनले हुने विकार पनि बुधले दिन्छ र नपुंसकता जस्ता कुराहरूमा पनि बुधको कहीँ न कहीँ योगदान हुन्छ। किनभने बुधलाई कुनै पनि पुरुष अथवा स्त्रीको यौनिकताको विभाजन गरिएको छैन, त्यसकारण बुधलाई नपुंसकताको समस्याहरूमा पनि बुध हामीले पाउन सक्छौँ। त्यस्तै शुक्रको दाँत सम्बन्धित समस्याहरू, यौन सम्बन्धी समस्याहरू, प्रोस्टेट ग्ल्यान्ड सम्बन्धी समस्याहरू, स्त्री रोगहरू, मृगौला सम्बन्धी समस्याहरू, पाठेघर सम्बन्धी समस्याहरू, गुप्त रोगहरू, मूत्र सम्बन्धी विकारहरू, मूत्र प्रणालीको खराबीबाट आउने विकारहरू र वीर्य दोष पनि शुक्रबाट हेर्न सकिन्छ। त्यस्तै शनिबाट हड्डी र नसा सम्बन्धी समस्याहरू, बाथ रोग, पक्षघात, प्यारालाइसिस भनौँ, कुष्ठरोग, क्यान्सर जस्ता दीर्घ अथवा खतरनाक रोग र धेरै लामो समयसम्म लाग्ने दीर्घ रोगको कारण पनि शनि हो। अब राहु र केतुले कस्ता रोग दिन्छन्? वास्तविक रोग नभइकन भ्रमपूर्ण रोग नभइकन पनि भ्रममा रहिरहने र भ्रमको कारणले रोग उत्पन्न हुनेमा राहुको हात हुन्छ। राहु केतुको बाहिरी हावा लाग्ने जस्तै भूत प्रेत पिचासबाट आउने शरीर स्वास्थ्यमा आउने समस्याहरू पनि राहु केतुले लगाउन सक्छन्। अरू ग्रहसँग युति अथवा दृष्टि भयो भने त्यही ग्रहको आधारमा पनि राहु र केतुले चाहिँ समस्या दिन सक्छन्। त्यस्तै केतुले पनि त्यो खालको समस्या दिन्छ। केतुले रेबिज रोग पनि दिन सक्छ है। अब जाउँ हामी अर्को उपविषयमा र यो विषय रहेको छ 6औं भावको उपनक्षत्र स्वामीको सम्बन्धको आधारमा रोग विश्लेषण। अघि राशिको आधारमा भयो र ग्रहको आधारमा पनि हामीले विश्लेषण गर्यौं। अब भावको आधारमा मानौ 6औं भावको उपनक्षत्र स्वामीलाई को सम्बन्ध लग्नसँग भयो, पहिलो भावसँग भयो भने टाउको दुखाइ र शिर सम्बन्धी विकार, दोस्रोसँग सम्बन्ध भए आँखा सम्बन्धी समस्या, दाँत सम्बन्धी समस्याहरू हुन सक्छन्, तेस्रोसँग सम्बन्ध भए गला आवाजसँग समस्याहरू आउन सक्छन्, चौथो भावसँग सम्बन्ध भए छाती मुटु सम्बन्धी समस्याहरू आउन सक्छन्, पाँचौं भावसँग सम्बन्ध भए पाचन शक्ति, कलेजो, गर्भाशयसँग सम्बन्धित समस्या आउन सक्छन्, 6औं भावसँग सम्बन्ध भए आन्द्रा र कमर सम्बन्धी समस्याहरू आउन सक्छन्, 7औं भावसँग सम्बन्ध भए मृगौला र पिसाब सम्बन्धी समस्या आउन सक्छन्, 8औं भावसँग सम्बन्ध भए गुप्त रोग र आनुवांशिक समस्याहरू आउन सक्छन्, 9औं भावसँग सम्बन्ध भए तिघ्रा सम्बन्धी समस्याहरू, 10औं भावसँग सम्बन्ध भए घोडा तथा खुट्टाको समस्याहरू, 11औं भावसँग सम्बन्ध भए खुट्टा, कान आदिको समस्या आउन सक्छ भने 12औं भाव भयो भने पैताला र देब्रे आँखा सम्बन्धी समस्याहरू आउन सक्दछन्। यो चाहिँ तपाईको 6औं भावको सम्बन्ध अथवा 6औं भावको उपनक्षत्र स्वामीको सम्बन्ध चाहिँ 12वटै भावसँग हुँदा कस्ता कस्ता समस्याहरू आउन सक्छन् भन्ने विषयमा रह्यो। अब 6औं भावको उपस्वामी ग्रह अथवा 6औं भावसँग सम्बन्धित ग्रह र उपचार विधि। अब रोगको कुरा त गर्यौं, अब कस्तो खालको उपचार पद्धति चाहिँ 6औं भावसँग सम्बन्धित ग्रहहरूको आधारमा गर्न सकिन्छ त्यसको बारेमा पनि कृष्णमूर्ति पद्धतिले बताउँदछ। त्यसमा यदि 6औं भावको उपनक्षत्र स्वामी अथवा 6औं भावसँग सम्बन्ध राख्ने कुनै पनि ग्रह सूर्य मंगल र गुरु भए एलोप्याथिक उपचार पद्धतिबाट उपचार गर्न सकिन्छ भने शनि र चन्द्रमा भए आयुर्वेदिक र हर्बल उपचार पद्धतिबाट गर्न सकिन्छ। त्यस्तै शुक्र भए होमियोप्याथी उपचार पद्धतिबाट गर्न सकिन्छ भने गुरु र चन्द्रमा भए प्राकृतिक चिकित्सा गर्न सकिन्छ, मन्त्र उपचार गर्न सकिन्छ।
बुध राहु र केतु भए बारम्बार उपचार पद्धति बदलिरहनु पर्ने हुन सक्छ र धेरै चिकित्सकहरू परिवर्तन गर्न पर्ने हुन्छ। यो चाहिँ उपचार पद्धतिसँग सम्बन्धित भयो। यदि 6औं भावको उपस्वामीको सम्बन्ध सूर्य मङ्गल र गुरुसँग छ भने, अथवा शनि र चन्द्रमासँग छ भने, गुरु र चन्द्रमासँग छ भने उपचार पद्धतिको बारेमा चाहिँ हामीले थाहा पायौँ। अब रोग र राशिको प्रकार, यसको बारेमा पनि केही जानौँ। अब रोग भावको सम्बन्ध चाहिँ स्थिर राशिसँग भयो भने, जस्तै रोग भावको उपनक्षत्र स्वामी, रोग भावको उपनक्षत्र स्वामी जुन ग्रह बन्छ त्यसको सम्बन्ध चाहिँ स्थिर राशिसँग भयो। रोग भावको सम्बन्ध भयो भने के हुन सक्छ? रोग निको हुन समय लाग्नेछ अथवा दीर्घरोगी हुन सक्छ स्थिर राशिसँग सम्बन्ध भए। दुई स्वभाव राशिसँग रोग भावको सम्बन्ध भए रोग र लक्षण मिल्ने छैन। अब चर राशिसँग सम्बन्धित भए चाँडै रोग निको हुनेछ। यो चाहिँ राशिगत आधारमा र रोगको सम्बन्धको बारेमा विश्लेषण गर्यौं। अब रोगको बारेमा धेरै चर्चा गर्यौं। अब रोग सम्बन्धित ग्रहहरू र त्यसको निदान। अब निदानको पनि हामीले कुरा गर्नु पर्यो, रोगको मात्रै कुरा गरेर भएन। अब रोग भाव सम्बन्धित ग्रहहरू, रोग भावसँग कुनै पनि ग्रहको सम्बन्ध छ र त्यो रोगको निदान कसरी गर्ने त? मानव 6औं भावको उपनक्षत्र स्वामी सूर्य छ अथवा सूर्यसँग कहीँबाट पनि सम्बन्धित छ भने गायत्री मन्त्र जप, आदित्य स्तोत्र पाठ, सूर्यलाई जल चढाउने क्रिया गर्न सकिन्छ, पिताको सम्मान गर्ने बानी बसाल्न सकिन्छ, गहुँको दान आदि गर्न सकिन्छ र सूर्यको ज्योतिष योग्य ज्योतिषबाट परामर्श गराएर सूर्यको रत्न पनि लगाउन सकिन्छ, माणिक्य। अब चन्द्र भए, रोग 6औं भावको उपनक्षत्र स्वामी चन्द्र अथवा रोग भावसँग चन्द्रमाको सम्बन्ध भयो भने पूर्णिमाको व्रत राख्ने, सकारात्मक विचारहरू राख्ने, मनलाई उदार राख्ने, जलको नाश नगर्ने र चन्द्रमाको वैदिक मन्त्रहरू जाप गर्न सकिन्छ भने मङ्गल यदि रोग भावसँग सम्बन्धित ग्रह हो र मङ्गल भए हनुमानजीको आराधना गर्ने, भाइको सम्मान गर्ने, अनावश्यक क्रोध नगर्ने, रातो वस्तुहरू दान गर्ने र मङ्गलको वैदिक मन्त्रहरू जप गर्ने। त्यस्तै बुध भए बहिनी, फुपू, मामलीलाई सम्मान दिने, बोल्न नजान्ने हक्लाउनेहरूलाई मद्दत गर्ने, अटिजम भएका बच्चाहरूलाई सहयोग गर्ने, बुद्धको वैदिक मन्त्र जाप गर्ने, हरियो चुरापोते लुगाहरू ससाना कन्याहरूलाई भेट गर्ने, बोलीमा मधुरता ल्याउने र शुद्ध वचनको पालना गर्ने। साथसाथै यदि योग्य ज्योतिषसँग परामर्श गराएर बुधको रत्न पनि धारण गर्न सक्नुहुन्छ, बुधको पन्ना धारण गर्न सकिन्छ, तर त्यसको लागि चाहिँ तपाईको कुण्डली विश्लेषण गर्नुपर्ने हुन्छ। बृहस्पति रोग भावसँग सम्बन्धित भएर त्यसको निदान कसरी गर्न सकिन्छ भन्दाखेरि बिहीबारको दिन व्रत लिने, बृहस्पतिको वैदिक मन्त्रहरू जप गर्ने, मन्दिर, गुरुद्वारा अथवा धार्मिक स्थलको सरसफाई गर्न मद्दत गर्ने, मन्दिर निर्माणको लागि दान दिने, शिक्षा दीक्षा नपाएकाहरूलाई आर्थिक सहयोग गर्ने, गुरुको सम्मान गर्ने, ब्राह्मणको मजाक नउडाउने, रीतिथिथि संस्कार संस्कृतिलाई अनावश्यक आलोचना नगर्ने, शुद्ध विचार र खुला हृदय राख्दाखेरि बृहस्पतिले पनि राम्रो फल दिन सक्दछ। त्यस्तै शुक्र भए, शुक्र रोग भावसँग सम्बन्धित भयो भने कसरी निदान गर्ने भन्दाखेरि शुक्रबारको दिन देवी मन्दिरहरूमा पूजा आराधना गर्ने, स्त्रीहरूको सम्मान गर्ने, काम भावनालाई नियन्त्रणमा राख्ने, अति विषय र वासनामा नडुब्ने, सरसफाइमा ध्यान दिने, शुक्रको वैदिक मन्त्रहरू जप गर्ने र शुक्रको रत्न ओप्पल अथवा हीरा आफ्नो गच्छे अनुसार लाउन सकिन्छ। त्यसको लागि चाहिँ तपाईको कुण्डली विश्लेषण र योग्य ज्योतिषीद्वारा परामर्श गराएर मात्रै लगाउनु पर्ने हुन्छ। त्यस्तै शनि भए शनिबारको दिन कालो तिल, कालो छाता, कालो जुत्ता दान गर्ने, बजरङ्ग बलीको पाठ गर्ने, गरिब, असहाय, निमुखा र श्रमिक वर्गलाई सक्दो सहयोग गर्ने,
नैतिकताको र कर्म सिद्धान्तको पालना गर्ने, आफ्नो जिम्मेवारी पूरा गर्ने, महामृत्युञ्जय जप गर्ने आदि। किनभने शनि मृत्युको पनि कारक मानिन्छ। राहु भए दुर्गा सप्तशतीको पाठ गर्ने, सरस्वती मन्दिरमा दान गर्ने, पितृहरूको श्राद्ध तर्पणमा कुनै त्रुटि नगर्ने। केतु भए कालो कुकुरको देखभाल गर्ने, गणेश भगवानको स्तुति गर्ने, आध्यात्मिक रुझान बढाउने र धेरै संसारिक विषयमा मात्रै ध्यान नबढाउने। यसरी 9वटै ग्रहहरूको रोग भावसँग सम्बन्ध छ र ती ग्रहहरूको निदान गर्ने यो उपायहरू पनि यहाँहरूलाई दिए। अब जाउँ हामी उदाहरणमा। यहाँ 6वटा उदाहरण कुण्डली लिएको छु। उदाहरण कुण्डली नम्बर 1 मा कलेजो सुन्निने समस्या थियो र मृगौलामा पनि ट्युमर थियो। रोगकारक ग्रह कुन कुन थियो भन्दाखेरि त 6औं भावसँग सम्बन्ध राख्ने ग्रह गुरु र शुक्र र राहु थिए र दशान्तर दशा राहुको महादशामा शुक्रको अन्तर्दशा थियो। अब हामी कुण्डलीमा प्रवेश गरौँ। अब यो कुण्डली तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ। अघि मैले भनिहालेँ 6औं भाव रोगसँग सम्बन्धित छ भनेपछि यो 1 अङ्क लेखिएको 6औं भाव भयो। अब यो केपी कुण्डली भयो। अब 6औं भाव हेर्नुहुन्छ भने 6औं भाव मेष राशिको 20 अंश 52 कलादेखि सुरु छ। अब यो 20 अंश 52 कलामा कुन उपनक्षत्र स्वामी पर्छ त? अघि मैले देखाए जस्तो कुन उपनक्षत्र स्वामी पर्छ त मेष राशिमा भन्दाखेरि अब जाँदै गर्दाखेरि यहाँ पर्यो तपाईको गुरु। अब यो गुरुको आधारमा हामीले विश्लेषण गर्ने। किनभने 6औं भावको यहाँ उपनक्षत्र स्वामी मेष राशि भित्रमा पनि शुक्रको नक्षत्रमा पर्यो र शुक्रको नक्षत्रमा पनि गुरुको उपनक्षत्रमा पर्यो। अब गुरुको आधारमा हामीले विश्लेषण गर्ने। अब गुरुले कुन कुन भावसँग सम्बन्ध राख्छ भन्दाखेरि अब गुरुलाई यहाँ हेर्दाखेरि गुरुको आफ्नो बुधको नक्षत्रमा छ र आफ्नै उपनक्षत्रमा छ र कुन कुन भावलाई इङ्गित गर्छ भन्दा 3, 5, 11, 8 र 2। किनभने 8 भनेको मैले अघि नै भने कष्ट हो अथवा शल्यक्रिया पनि हो। 3, 5, 11, 8, 2। 8 र 11 जस्ता भाव पनि आयो र यहाँ सबलड हेर्नुहुन्छ भने उपनक्षत्र स्वामी गुरु नै छ। 6 आएको छ है, उपनक्षत्र स्वामीमा पनि 6 आएको छ र यहाँ 8 पनि आएको छ। 6 र 8 को सम्बन्ध भएको हुनाले र 12 पनि आएको हुनाले अस्पताल भर्ना भयो। किनभने गुरुको सम्बन्ध 3, 5, 11, 8, 2 र यहाँ गुरुको उपनक्षत्र स्वामी चाहिँ कुन रहेछ त? नक्षत्र स्वामी बुध रहेछ भने उपनक्षत्र स्वामी गुरु नै रहेछ। त्यसकारणले 8 पनि आयो र यहाँ 6 पनि आयो। 8 र 6 आएपछि रोग लाग्छ व्यक्तिलाई। मैले अघि नै भने गुरुबाट समस्या कलेजोको हुन्छ। व्यक्तिको कलेजो सुन्निएको थियो र व्यक्ति सिरोसिस हुनबाट बच्न सफल भयो समयमै हस्पिटल गएको कारणले। किनभने 11औं भाव हुनाले अपरेसन सफल भयो, शल्यक्रिया सफल भयो र गुरुसँग शुक्रको युति पनि एकदमै नजिक हुनाले शुक्रको ट्युमरको समस्या, किडनी अथवा मृगौलामा पनि समस्या दियो। अघि नै भनिसके मैले शुक्र मृगौलाको कारक हो र यो सप्तम भाव पनि शुक्रको घर छ र 12औं भाव पनि शुक्रको 12औं भाव अस्पतालको, सप्तम भाव मृगौलाको भाव हो र शुक्र आफै मृगौलाको कारक हो र गुरुसँग जुन 6औं भावको उपनक्षत्र स्वामी हो त्योसँग एकदमै नजिकको युति गरेर बसेको हुनाले गुरु र शुक्रले के समस्या दिन्छन् भनियो त अघि। गुरु मृगौला र कलेजोको समस्या देखियो। मृगौलामा ट्युमर भएको थियो तर त्यो सफलतापूर्वक शल्यक्रिया भयो र यो चाहिँ तपाईको राहु र यो शुक्रको दशाभित्र भयो। यहाँ हेर्नुस् राहुको महादशा र शुक्रको अन्तर्दशा। किनभने शुक्र पनि गुरुसँग एकदमै युति गरेर बसेको र शुक्र आफै मृगौलाको कारक। राहुको महादशामा शुक्रको अन्तर्दशामा त्यो भयो, शल्यक्रिया सम्पन्न भयो। यसरी हामीले मृगौला र कलेजोको समस्या चाहिँ गुरु र शुक्रले दिएको
देख्न सक्यौं। अब त्यस्तै हामी अब उदाहरण कुण्डली 2 मा जाँदाखेरि अब माइग्रेनको समस्या छ यहाँ चाहिँ र रोग कारक ग्रह केतु, गुरु र शनि छन्। अब दशाको कुरा गर्दा राहुको महादशामा भयो समस्या सुरु भयो र गुरुको महादशाको सुरुवाती कालमा पनि समस्या भयो। अब हामी जाउँ यो माइग्रेनको समस्या सम्बन्धी समस्याबाट। अब यो कुण्डलीलाई हेर्नुहुन्छ भने 6औं भाव कन्या राशि 6 माबाट छ र 6औं भाव चाहिँ कन्या राशिको 2 डिग्री 28 मिनेट अथवा 2 अंश 28 कलाबाट सुरु छ र यहाँ बुध विराजमान छ। बुध र सूर्य विराजमान छन् है। सूर्यलाई मैले तपाईलाई टाउको शिर सम्बन्धी समस्या कारक पनि भनेको थिएँ अघि। यहाँ हेर्नुस् बुध र सूर्य यहाँ विराजमान छन्। अब 6औं भावको उपनक्षत्र स्वामी कुन हो त्यसबाट पनि जाउँ। कन्या राशिमा छ 2 डिग्री 28 मिनेटबाट 6औं भाव सुरु भएको छ भने त्यो राशि कलामा कुन उपनक्षत्र स्वामी पर्दो रहेछ त 6औं भावको उपनक्षत्र स्वामी गुरु छ र गुरु मेष राशिमा छ है। अघि तपाईलाई राशिहरुको पनि मैले भनेको थिएँ। मेष राशिमा छ र 10 12 9 हस्पिटलाइजेसनको घर भयो। यहाँ हेर्नुस् उपनक्षत्र स्वामी 6 पनि छ। गुरुको उपनक्षत्र स्वामी आफै गुरु हो र 10 मा छ। यसरी छैटौं भावको उपस्वामी गुरु र गुरुको सम्बन्ध केतुको नक्षत्रमा छ। केतु 10औं भावमा छ र केतुलाई दृष्टि दिने ग्रह, किनभने राहु र केतु छाया ग्रह भएको हुनाले राहु र केतुलाई दृष्टि दिने ग्रहको पनि फल गुरुले दिन बाध्य हुन्छ र शनि लग्नमा विराजमान छ जुन मेष राशि मैले अघि नै भने शिर सम्बन्धी समस्या मेष राशिले दिन्छ। पहिलो भाव सम्बन्धी समस्या शिरको समस्या हुन्छ र शनिले रिस्ट्रिक्ट गर्छ। त्यसकारणले शनिले माइग्रेनको समस्या दियो र शनि चाहिँ तपाईको गुरु र शनि, गुरु आफै 12औं भावमा छ भने शनि लग्नमा छ। 12औं भाव अस्पतालको भयो भने शनिले मेष राशिमा बसेर शिरको समस्या दियो। त्यस्तै हामी अब अर्को कुण्डलीमा प्रवेश गरौँ र यसको महादशा चाहिँ कुनमा भयो भन्दाखेरि तपाईको यो चाहिँ अहिले गुरुको सुरुवाती कालमा पनि भएको थियो, तर गुरु भन्दा अगाडि चाहिँ यो गुरु चाहिँ ठ्याक्कै यो तपाईको गुरु र केतुको अन्तर्दशामा होइन, यो राहुको महादशामा सुरु भएको थियो जुन 2018 सालभन्दा अगाडि देखिको समस्या सुरु भएको थियो र 2018 पछि गुरुको महादशा सुरु भयो र राहुको महादशामा समस्या सुरु भयो र गुरुको महादशाको सुरुवाती कालमा मात्रै समस्या सुरु भयो र अहिले चाहिँ त्यति समस्या यो कुण्डलीमा छैन। अब उदाहरण कुण्डली 3 मा हामी प्रवेश गरौँ। यसमा पनि मृगौलाको पत्थरीको शल्यक्रिया भयो र रोग कारक ग्रह यो कुण्डलीमा शनि, मंगल र शुक्र। शुक्र आफै मृगौलाको कारक भयो, मंगल शल्यक्रियाको कारक भयो र शनि पनि रोगको कारक भयो र दशा कुन दशामा भएको थियो भन्दाखेरि शनिको महादशामा राहुको अन्तर्दशा। उदाहरण नम्बर कुण्डली हामी 3 मा जाउँ। यसमा चाहिँ मृगौलाको पत्थरी निकालिएको थियो र यो एकदमै यदि समयमा अस्पताल नपुर्याएको भए सायद अलिकति खतरा पनि हुन सक्थ्यो भन्ने चिकित्सकले जानकारी गराउनु भएको थियो र 6औं भाव हेर्नुहुन्छ भने यहाँ 7 छ है। तुला राशिको अङ्क छ। यहाँ चन्द्रमा, बुध, सूर्य यहाँ त धेरै ग्रहहरू विराजमान छन् र 6औं भाव चाहिँ तुला राशिको 12 डिग्री 14 अंशमा उदाएको छ है। अब 6औं भावको उपनक्षत्र स्वामी कुन हुन्छ त? यो राशि डिग्रीमा उदाउँदाखेरि कुन बन्छ त भन्दाखेरि यहाँ 6औं भावको सबलर्ड बुध छ, शनि छ र शनिको सम्बन्ध हेर्नुपर्छ। अब यहाँ स्याटर्नको सम्बन्ध
शनि मङ्गलको नक्षत्रमा र शुक्रको उपनक्षत्रमा बसेको छ। यसको आधारमा 5, 1, 7, 12, 9, 10 र उपनक्षत्र स्वामी हेर्नु हो भने 6 र 11 छ। मङ्गलको नक्षत्रमा छ, मङ्गल पञ्चम भावमा भयो। पञ्चम भावमा त फेरि रोग निको हुन्छ, कसरी रोग भयो भन्नु होला। तर मङ्गलको भाव चाहिँ यहाँ सप्तम भाव पनि हो नि त, र यहाँ 12औँ भाव पनि हो नि त। 12औँ भाव भनेको चाहिँ अस्पताल भर्ना हो। मङ्गल आफै शल्यक्रियाको कारक मानिन्छ र सप्तम भावको स्वामी मङ्गल, 12औँ भाव मङ्गलकै घर हो। 12औँ र 7 जोडिने बित्तिकै मृगौला सङ्गति समस्या भयो। र मङ्गलको नक्षत्र शनिको नक्षत्र स्वामी मङ्गल, शनि आफै लग्नमा विराजमान छ शरीरमा, र 9 र 10 पनि भयो। तर 9 र 10 को कुनै सम्बन्ध हुँदैन रोगसँग। र शनिको तपाईँ हेर्नुहुन्छ भने उपनक्षत्र स्वामी के छ त? शुक्र छ। शुक्र पञ्चम भावमा छ र शुक्र 6औँ भावको पनि स्वामी हो र लग्नको पनि स्वामी हो। रोग भावको पनि स्वामी हो, लग्नको शरीरको पनि स्वामी हो, रोग भावको पनि स्वामी हो। शुक्र आफै मृगौलाको कारक हो। मङ्गलको घर पनि सप्तम हो र मङ्गलको राशि पनि यहाँ 12औँ भावमा पनि छ। यसकारण तपाईँ शनिको हेर्नुहुन्छ भने 5, 1, 7, 12 भयो। तर पञ्चम भावमा पनि आएको हुनाले शल्यक्रिया सफल भयो र व्यक्ति रोग लागे पनि निदान भएर फर्कियो। र कुन महादशामा भएको थियो भन्दाखेरि तपाईको यहाँ हेर्दै जानुहुन्छ भने शनिको महादशामा राहुको अन्तर्दशामा भएको थियो है। यो यहाँ गुरु सुरु भइसकेको थियो 24 मा, 23 मा सुरु 23 मा भएको हो। 23 को सालमा भएको भनेको महादशा शनिकै हो, तर अन्तर्दशा अथवा भुक्ति चाहिँ राहुको थियो। अब शनि त मैले भनि नै हाले 6औं भावको उपस्वामी नै शनि हो। शनिकै महादशामा भयो र राहुको अन्तर्दशामा भयो। अब राहुलाई पनि हेर्नुहुन्छ भने ठ्याक्कै राहु यहाँ हेर्नुहोस् 12औं भावमा विराजमान छ अस्पतालको खर्चमा, र राहुको राशि स्वामी शुक्र पञ्चम भावमा छ। त्यसकारण अस्पताल भर्ना भए पनि निको भइन्। र शुक्रको राशि 6औं भावमा पनि छ। रोग लाग्यो, अस्पतालमा भर्ना भइन् र पञ्चम भावमा शुक्र बसेकोले रोगको निदान पनि भयो। यसरी चाहिँ हामीले शनि र को महादशामा राहुको अन्तर्दशामा दुवै ग्रह कहीँ न कहीँ 6-12 सँग सम्बन्धित छन् र 5औं भावसँग पनि सम्बन्धित भएर रोगको निदान भयो। अब उदाहरण कुण्डली 4 मा जाउँ। छालाको समस्या पाखुरामा र पेटको केही समस्याहरू र तनाव, अलिकति डिप्रेसन खालका पनि भएको हुनाले यो उदाहरण कुण्डली 4। रोगकारक ग्रह बुध र मङ्गल, किनभने बुध मैले पहिले पनि भने मानसिक समस्याको कारक हो र मङ्गलले पनि तपाईको चाहिँ जलनहरू र समस्याहरू देखाउँछ। र कुन दशामा सुरु भएको? शनिको महादशामै सुरु भएको थियो र अहिले बुधको महादशामा पनि केही निरन्तरता छ। र अब हामी जाउँ त्यसमा उदाहरण कुण्डली 4 मा जाउँ। अब अष्टम 6औं भावलाई हेर्नुहुन्छ भने वृश्चिक राशि छ र वृश्चिक राशि कति अंश कलाबाट उदाएको छ भन्दा 6 डिग्री 19 कलाबाट उदाएको छ। र वृश्चिक राशिको 6 डिग्रीमा कुन उपनक्षत्र स्वामी पर्छ त? अब हेर्दै जाँदाखेरि यहाँ त बुध नै देखियो। अब बुध भनेको छालाको समस्या हो। व्यक्तिको पाखुरामा एउटा रातो दाग आएको छ धेरै वर्षदेखि। अब बुधको सम्बन्ध हेर्नुहोस् यहाँ। बुधको मङ्गलको नक्षत्रमा विराजमान छ, शुक्रको उपनक्षत्रमा विराजमान छ र बुध आफै अष्टमको कारक भयो, 6औँको कारक भने रोगको पनि कारक भयो, अष्टमको पनि कारक भयो, 11औँको पनि कारक भयो र उपस्वामीले 6 र 12 पनि देखाएको छ है। भनेपछि बुधले रोग देखायो। 6, 12, 5 देखाएको हुनाले बुधले रोग दियो। र बुधलाई हामीले अगाडि नै भनिसकेको छालाको समस्या र बहुरोग पनि भनेका थियौँ। र यो व्यक्ति अलिकति तनाव लिने खालको स्वभाव पनि रहेको छ, किनभने बुध आफै मानसिक स्वास्थ्यको पनि कारक हो र लग्नको पनि कारक भएको हुनाले यो व्यक्ति चाहिँ छालाको समस्या, केही तनावको समस्या र केही पेट सम्बन्धी समस्या पनि छ, किनभने मङ्गल अष्टम भावमा विराजमान छ नक्षत्र स्वामी। बुध आफू
नवममा छ अष्टम 11 र छैटौं भाव भनेपछि कष्ट हुने भयो, छालाको समस्या पनि आयो र कुन महादशामा भयो भन्दाखेरि शनिकै महादशामा भयो, स्टार्ट भयो र अहिले बुधको महादशामा पनि केही हदसम्म त्यो समस्या छ। यसरी चाहिँ हामीले हेर्न सक्यौं। बुधको छैटौं भावको उपनक्षत्र स्वामी बुध भयो र बुधको सम्बन्ध 6 र 8 सँग छ। यहाँ क्लियरली हेर्न सकिन्छ। यहाँ मर्करीलाई हेर्नुस् 8 9 6 छ, 8 र 6 आइसकेको छ, 6 र 12 पनि आइसकेको छ उपनक्षत्र स्वामीद्वारा। यसकारण चाहिँ बुधले छालाको समस्या र केही तनावको समस्या पनि सिर्जना गर्यो, जुन हामीले अघि छलफल गरिसकेका छौं। त्यस्तै अब हामी प्रवेश गरौं तपाईको उदाहरण कुण्डली 5 मा। मुटुमा समस्या, मेरुदण्ड सम्बन्धी पनि समस्या, पछि शल्यक्रिया भयो, रोगकारक ग्रह सूर्य र मंगल भए। सूर्यको हामीले भनिसकेका छौं मेरुदण्डको समस्या दिन्छ, मुटुको पनि दिन सक्छ, मंगल शल्यक्रियाको कारक नै मानिन्छ। कुन दशामा भयो? मंगलको महादशामा, शुक्रको अन्तर्दशामा भएको छ। अब हामी जाउँ त्यो उदाहरण कुण्डली 5 मा जाउँ। यहाँ हेर्नुस्, अब यो चाहिँ अलिकति अब रोगको प्रकार 6 भावको उपनक्षत्र स्वामी सूर्य भयो। सूर्य अगाडि नै भनिसकेको छ, मेरुदण्डको कारक, हृदयको रोगको कारक पनि हो र मंगलको नक्षत्रमा बसेको छ र सूर्यले 7 9 4 11 12 भाव यहाँ आइसक्यो, अस्पताल भर्ना आयो र छैटौं भावको उपनक्षत्र सूर्यले मुटु सम्बन्धी, रक्तचाप सम्बन्धी, मेरुदण्ड लगायत रोगको कारक अगाडि नै भनिसकियो। सूर्य मंगलको नक्षत्रमा रहेको र मंगल दुर्घटना, रक्त तथा अपरेसनको कारक मानिन्छ। त्यसकारण रोगको प्रकार के भयो त? सूर्य मंगलको नक्षत्रमा बसेर रोग दियो। त्यस्तै रोगको जटिलता, 8औं भावको उपनक्षत्र स्वामी राहु र राहुले पनि यहाँ छैटौं भाव सम्बोधन गरेको छ र राहुको हामीले भनिसकेका छौं शनिको नक्षत्रमा बसेको हुनाले दीर्घ रोगी बनायो। यहाँ अष्टम भावको पनि विवेचना गरिएको छ। रोगको जटिलताको लागि अष्टम भाव गरिन्छ, तर रोगको सारभूत विश्लेषण र प्रकारको बारेमा छैटौं भावबाट विश्लेषण गरिन्छ। उपचार सफल हुन्छ कि हुँदैन भन्ने भावमा पनि हामीले गर्न सक्छौं र 12औं भावको उपनक्षत्र स्वामी मंगल, चन्द्रमा मंगलको छ। यो धेरै विश्लेषण छ, तर मुख्य रूपमा बुझ्नुपर्ने सूर्य मंगलको नक्षत्रमा छ र सूर्य अगाडि नै हामीले भनिसक्यौं तपाईको मुटु सम्बन्धी, रक्तचाप सम्बन्धी र कारक हो र मेरुदण्ड लगायतको समस्या दिएको थियो। र जातक, खासमा जातकलाई भएको के थियो भन्दा जातक जन्मेको 1 महिनापछि चाहिँ मुटुमा समस्या देखिएर 2 महिना अर्थात् 5 डिसेम्बर 2024 मा अपरेसन सफल भयो र केही समयपछि फिर्ता भयो। र उक्त समयमा चलेको महादशा मंगलको महादशा थियो, अन्तर्दशा शुक्रको थियो। शुक्रले यहाँ रोग भावको 5 6 10 मा रोग भावको इंगित गर्यो भने 12औं भावको मंगलले इंगित गर्यो। 6 र 12 जोडिँदाखेरि मंगलको महादशा र शुक्रको अन्तर्दशामा चाहिँ यो बालकको अपरेसन भयो र मुटुको समस्यापछि 2 महिना अस्पताल बसेर उ चाहिँ फिर्ता भयो। यस्तै गरी तपाईको उदाहरण कुण्डली 6 मा जाउँ। अन्तिम कुण्डलीमा यसमा चाहिँ रोग के थियो भने रक्तको विकार थियो। मुटुमा पनि, यसमा पनि मुटुमा समस्या थियो। मुटुको आकार अलि भिन्न थियो। धेरै डाक्टर कहाँ रिफर गरिएको थियो र सेफ्टी ट्याङ्कीमा पनि यसको यो जातकको दुर्घटना भएको थियो र रोगकारक ग्रह के थिए त यसमा? राहु र मंगल थिए। दशान्तर दशा के को चल्यो? शनिको महादशा र बुधको अन्तर्दशा र शनिकै महादशामा केतुको अन्तर्दशामा समस्या भयो र यो अन्तर्दशा, यो उदाहरण कुण्डली 6 र यो अन्तिम कुण्डली हो हाम्रो आजको।
र यहाँ त्यो कुण्डली हामीले पाइसकेका छौँ। अब रोगको प्रकार अघि नै मैले भने मुटुको आकार अलिकति भिन्न थियो र मुटुकै समस्या थियो। 6 भावको उपनक्षत्र स्वामी राहु मङ्गलको नक्षत्रमा छ र राहुले 3, 5, 7, 10, 11 देखाएको छ। र अब राहुलाई अगाडि नै हामीले भनिसक्यौँ, कुनै पनि रोगलाई चाहिँ चाँडो पत्ता नलाग्ने खालको रोग चाहिँ राहु र केतुले दिन्छन्। त्यसमा राहु यहाँ छैटौँ भावको उपनक्षत्र स्वामी भयो र मङ्गलको नक्षत्रमा बसेको छ र मङ्गल आफै पनि दुर्घटना र रक्त विकारको कारक हो र अपरेसनको अथवा शल्यक्रियाको कारक हो। अब रोगको जटिलताको बारेमा विश्लेषण गर्नु परेन, उपचार सफल हुन्छ कि हुँदैन। 12औँ भावको पनि यहाँ विश्लेषण गरिएको छ। जातकको समस्या के थियो भन्दा जातकको हरेक गतिविधिहरू रफ्तारमा रहेको थियो। 5 महिनासम्म सामान्य खोकीपछि अस्पताल गएकोमा होल बडी चेक गर्दा रगतमा समस्या देखियो र भर्ना भयो। दोस्रो दिन पुनः चेक गर्दा मुटुमा समस्या र तेस्रो दिनको चेकअपले निमोनिया देखायो। 9 दिनपछि सुधार भई कोभिडको अवस्था कम भएपछि गङ्गालाल हस्पिटलमा रिफर गरियो। र आमदा हस्पिटल बुटवलमा ओपिडी चेकअप गरेर 2020मा रिजल्ट रगतमा खराबी देखियो। भर्ना भयो। औषधि चलाएपछि थप समस्या भयो र इमर्जेन्सी मुटुको जाँच गरिसकेपछि मुटुमा प्वाल समस्या बढ्दो देखेर मुटु सम्बन्धी समस्या आएर पछि 27 अक्टोबर 2020मा घर फिर्ता भइयो। र अर्को घटनामा चाहिँ यो बालक चाहिँ सेफ्टी ट्याङ्कीमा पनि खसेको थियो। र यसै गरी अब सारभूत रूपमा बुझ्दाखेरि यो कुण्डलीमा चाहिँ 6औँ भाव राहु भएको हुनाले तुरुन्त रोग पत्ता लागेन र त्यसको कारणले गर्दाखेरि चाहिँ धेरै डाक्टरका रिफर भएर र रगतको पनि खराबी देखिएको हुनाले मङ्गल आइ नै हाल्यो। यहाँ राहुको नक्षत्र स्वामी मङ्गल छ र मङ्गल आफै रक्तको कारक हामीले अगाडि नै भनिसकेका छौँ भने राहु चाँडै रोग पत्ता नलाग्ने ग्रह हो र धेरै डाक्टर कहाँ अस्पतालमा गइसकेपछि र अनेक तिगडमबाजी भएपछि बल्ल ऊ 2022 27 अक्टोबरमा डिस्चार्ज भयो र मुटु र रक्तको समस्या चाहिँ यहाँ 6औँ भावको उपनक्षत्र स्वामी राहुले मङ्गलको नक्षत्रमा बस्यो र मङ्गल आफै रक्तको कारक हो र रक्तको समस्या राहुले दियो। अब यसरी चाहिँ हामीले विश्लेषण गऱ्यौँ, 6वटा कुण्डलीको सारभूत विश्लेषण गऱ्यौँ र कुन कुन ग्रह चाहिँ 6औँ भावसँग सम्बन्धित हुँदा कस्तो कस्तो रोग लाग्छ भन्ने विषयमा पनि हामीले विश्लेषण गऱ्यौँ र यो विश्लेषण सँगै आजको विषय प्रसङ्ग चाहिँ